फेक भिडियो के अरे काका कुरै बुझिएन। फेक भिडियो भन्दा तेरो खिलाफमा चाहिँ चरित्रगति काम गरेको कुरा अहिले सामाजिक सञ्जाल र विदेशी उसमा पनि आइसकेको छ। ए सामाजिक सञ्जाल अनि विदेशी उसमा पनि आइसकेको छ काका। के रहेछ विदेशी उसमा भनेको चाहिँ के रहेछ यो फेरि? बेरोजगारी अरू देशको भिडियोबाट सोलेर तानेर ल्याएर गाउँमा हालिदिएछ। ए अरू देशबाट पो ल्याएको भिडियो रहेछ त त्यो। त्यही त भन्छु म, नेपालको पैसा कहाँ नेपालमा त्यत्रो पैसा हुन्छ त? बाहिर देशमा थियो नि त नेपालको पैसा, त्यही भएर बाहिरको भिडियो ल्याएछ नि बलेको नि काका। त्यो एउटा आएको छ किताबले। त्यो के आएछ हौ काका त्यस्तो फेरि? त्यो आएको छ त्यो चाहिँ नि त्यस कारण चाहिँ यो चाहिँ कुरा अहिले आएर स्पष्ट भइसकेको छ। एआईले हो काका? ए त्यही त अघि विदेशको भिडियो भन्नुभयो अनि फेरि झुक्यो नि त एआई रहेछ। ए यहाँ तपाईँहरूको बैठकमा पनि के कुरो हुँदैछ? सुन्नु पैसा हुँदै होइन भन्ने खालको पुष्टि हुनु पर्यो। अनि पुष्टि त अनि इन्टरनेसनल मिडियाहरूले पनि गरिसक्यो अरे त। कागजको विज्ञप्ति मात्रै न नेपालीले मान्छ न नेपाली जनताले मान्छ। ए जनताले मान्दैन र तपाईँहरूले जे भन्नु त्यही मान्छन् त जनताले, होइन र? हामी गाउँमा सडकमा गल्लीमा गएर जनतालाई चाहिँ यसबारेमा हामी कन्भिन्स गर्न सक्नु पर्यो कि उहाँको घरमा पैसा पाइएको होइन, झुटा कुरा हो। ए त्यो झुटो कुरो हो, हामीले मानिसक्यो त। त्यो एआई हो, एआई। अघि काकाले भन्नुभएको जस्तै एआई। लोक छैन हामीलाई। यहाँ हेर्नुहोस् है पैसा, लु हेर्नुहोस् कि हेर्नुहोस् पैसा यी 500 को गड्डी कतिवटा छ दिदी समाउनु त यो? हेर्नुहोस् एक गड्डी त समाउनु। यहाँ हेर्नुहोस् पैसा। दिदी देखाउ त एक एकवटा गरेर देखाउ पैसा। ए सरी है त, यो विदेशको भिडियो प्ले भएछ। विदेशको त्यो एआई गरेर बनाएको विदेशको भिडियो प्ले भएछ। सरी। सामाजिक सञ्जालले झुटा गरेको भन्ने कुरो हो त नि, झुटो त हो त नि। हेर्नुहोस् यहाँ रहेछ है, यहाँ लु पैसा कोही खाऊ। हेर्नुहोस् यो चाहिँ पुष्ट चाहिँ त्यो विज्ञप्ति मात्रै होइन, देखिने गरी बुझ्नु पर्यो। देखिने गरी त यहाँ पनि छ है। ओ माई गॉड, यो त पैसाको भन्। अहिले बिहान 7 बजेको प्रत्यक्ष प्रसारण सब यो त लकर रहेछ क्या। यो सानो खाले यो घरभित्र बनाइएको लकर रहेछ। त्यसकारण यो कुरालाई हामी जरुरमा आत्मसात गर्दैनौँ। यी कुरा नबग्नु केटाकेटीको रगतको खोला बगाएर शहीद बनाएर छाड्यो। ताकि गोली हानेर बाबा आमालाई रुवाई छाड्यो। अब तिमीहरूका करतुतहरू, तिमीहरूले लुकाएका काला धन, नेपाली जनताका खुन पसिना रगत चुसेर कोठामा लुकाएका धन बाहिर निस्केपछि घरि विदेशको भिडियो भनौँ, घरि एआई भनौँ, त्यसरी टाकछोप गर्न खोजो। अनि दलको झन्डा बोकेर आँखामा पनि दलको झन्डाको पट्टी बाँधेर हिँड्ने नेता बनाउँदाहरूले अब तिमीहरूको टाकछोप गरिदिइ नै हाल्छन्। अब हामी जनताहरूले पत्याउनु पनि पर्ने त्यही भयो। हेर्नलाई मात्र हेरेको पैसा यस्तो देखेर अब हामी देश बनाउँछौँ भन्दाखेरि अब हामी जनताले पत्याएर भोट पनि दिनुपर्ने अब यिनी नेताहरूलाई। आहा कति राम्रो कुरो। अब हामी दिन्छौँ पनि है।